एक महिना ट्रेड गरेर मैले नेपाली 1,40,000 कसरी कमाएँ भन्ने तपाईँहरूले यो भिडियोमा देख्नुहुनेछ। मैले 1,40,000 भन्दा तपाईँहरूलाई अब यसले झुटो बोल्यो अथवा केही गरे जस्तो लाग्छ होला। तपाईँहरूले यहाँ प्रुफ हेर्न सक्नुहुन्छ। यो मेरो MT5 हो। यहाँ तपाईँले हेर्नुभयो भने ब्ल्याक बुल मार्केट लाइभ हेड्स भनेर छ, यहाँ लाइभ अकाउन्ट हो। अनि यसमा मेरो टोटल पैसा चाहिँ मैले डिपोजिट गरेको चाहिँ $3,000 हो। अनि एक महिनामा चाहिँ त्यो $3,000 $1,457 प्रफिट भएर अहिले चाहिँ 4457 भएको छ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यो जुन मेरो प्रफिट सेक्सनमा 1471.07 चाहिँ मेरो प्रफिट हो। यो चाहिँ मैले सबै ट्रेड गरेर यो महिनामा कमाएको। अब यहाँसम्म पुग्नलाई मलाई केले हेल्प गर्यो अनि तपाईँहरूले पनि गर्नुहुन्छ भने केले हेल्प गर्छ भन्ने कुरा चाहिँ यो भिडियोमा भन्दैछु। त्यसैले भिडियो लास्टसम्म हेर्नु होला। यो यस्तो भिडियोहरू चाहिँ इन्टरटेनमेन्ट भिडियो, नाचगानको भिडियो होइन। त्यसरी आधी हेर्ने छोड्ने फेरि बिचमा हेर्ने छोड्ने गर्नुभयो भने तपाईँहरूले कहिले पनि सिक्न सक्नुहुन्न। एकदम डेडिकेट भएर हेर्नुभयो भने मात्र सिक्न सक्नुहुन्छ। त्यसैले जो पनि यहाँ टाइम वेस्ट गर्न यत्तिकै के रहेछ भनेर हेर्न आउनुभएको छ, तपाईँहरू चाहिँ यहाँबाट जान सक्नुहुन्छ। जो चाहिँ साँच्चीकै सिक्छु ट्रेडिङ भनेर सोच्दै हुनुहुन्छ उहाँहरूले चाहिँ यो भिडियो अझै राम्रोसँग हेर्न सक्नुहुन्छ है। यहाँसम्म पुग्नलाई सबभन्दा इम्पोर्टेन्ट कुरा भनेको आफ्नो एउटा स्ट्राटेजी हुनुपर्छ। यदि तपाईँसँग स्ट्राटेजी छैन भने तपाईँहरूले युट्युबमा गएर अरूको स्ट्राटेजी पनि सिक्न सक्नुहुन्छ। यदि तपाईँलाई आफैले स्ट्राटेजी बनाउँछु भन्ने तपाईँको सोच छ भने ट्रेडिङ भ्यूमा गएर हिस्टोरी हेर्दै त्यहाँबाट कुनै एउटा प्याटर्न खोजेर अनि त्यो प्याटर्न आइराख्दा चाहिँ मार्केटमा कस्तो मुभ आउँछ भन्ने कुरा हेरेर त्यसलाई लिस्ट गरेर त्यसलाई लेखेर होइन त्यसरी हेर्नुभयो भने त्यहाँबाट पनि तपाईँले आफ्नो स्ट्राटेजी बनाउन सक्नुहुन्छ। कुन बाटोबाट जाँदा तपाईँलाई सजिलो हुन्छ त्यो तपाईँको इच्छा हो। मेरो सोध्नुहुन्छ भने मैले चाहिँ सबै कुरा जेरोबाट सुरु गरेको हो। मैले अरू कसैसँगबाट सिकेको होइन। सबै कुरा मैले मार्केट हेर्दै आफैले ट्राई गर्दै आफै फेल हुँदै फेरि उठ्दै फेरि ट्राई गर्दै फेरि उठ्दै गरेर यहाँसम्म आएको। यो गर्दा गर्दै 5-6 वर्ष भइसक्यो। बल्ल अहिले आएर चाहिँ मैले अलिअलि प्रफिट मार्केटबाट लिन थालेको छु होइन। अब मेरो काम भनेको यहाँ आफूले ट्रेड गर्ने अनि जो एकदम इन्ट्रेस्टेड हुनुहुन्छ नि उहाँहरूले चाहिँ मैले सिकेको कुरा सिकाउने यो नि हो। त्यसैले यदि तपाईँहरू सिक्न चाहनुहुन्छ साँच्चीकै भने चाहिँ मेरो यो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ। अब तपाईँहरूलाई चाहिँ यो आजको भिडियोमा म एउटा सानो इन्ट्रोडक्सन दिन चाहन्छु। मैले अहिले बुझेको चाहिँ हाम्रो ट्रेडिङमा सबभन्दा ठुलो कुरा भनेको स्ट्राटेजी मात्र होइन, स्ट्राटेजी पनि हो तर त्यो मात्र होइन। अरू के हो त त्यस्तो स्ट्राटेजी भन्दा नि इम्पोर्टेन्ट अथवा स्ट्राटेजी मात्र भएर नहुने त्यो नै चाहिने, त्यो चाहिँ हो हाम्रो एक्जिक्युसन अनि हाम्रो डिसिप्लिन। अनि यो एक्जिक्युसन भनेको चाहिँ तपाईँको ट्रेड गर्ने स्पिड। तपाईँको स्ट्राटेजीले तपाईँलाई बाई गर भनेर भन्यो अनि तपाईँ चाहिँ स्ट्राटेजीले बाई गर भनेको 1 मिनटपछि 2 मिनटपछि मात्र ट्रेड एक्जिक्युट गर्नुभएको छ, त्यसपछि मात्र तपाईँले बाई हाल्नु भएको छ भने चाहिँ त्यो बिचको जुन ग्याप बस्यो नि 1 मिनट 2 मिनट त्यति बेला चाहिँ मार्केट मुभ भइसकेको हुन्छ अनि त्यो चाहिँ तपाईँको लस भयो बिचमा। तपाईँको स्ट्राटेजीले भन्ने बित्तिकै तपाईँले बाई हालिहाल्नु भएको भए चाहिँ जुन बिचमा त्यो मार्केट मुभ भएको थियो त्यसको पनि तपाईँले प्रफिट पाउन सक्नुहुन्थ्यो। त्यसैले त्यो एउटा पनि एकदम इम्पोर्टेन्ट कुरा हो। साथसाथै अर्को डिसिप्लिन। अब यो डिसिप्लिन भनेको चाहिँ कस्तो हो, हामी मान्छेमा इमोसन हुन्छ, सबैजनामा यो इमोसन हुन्छ। हामी लोभी हुन्छौँ अनि हामी डराउँछौँ पनि। फियर एन्ड ग्रेड यो चाहिँ हाम्रो ट्रेडिङमा एकदम धेरै इम्पोर्टेन्ट कुरा हामीले बुझ्नुपर्ने। फियर भनेको चाहिँ कस्तो भने हामीले एउटा ट्रेड लुज गऱ्यौँ भने नि अर्को ट्रेड हाल्नुभन्दा अगाडि हामी डराउँछौँ। अहिले भर्खर मैले यति धेरै पैसा लुज गरेको छु, अब यो ट्रेडमा पनि पैसा लुज गरेँ भने त्यो मैले ह्यान्डल गर्न सक्दिनँ भन्ने एउटा फियर आउँछ नि आफ्नो माइन्डमा। त्यसले गर्दा चाहिँ हामीले आफ्नो स्ट्राटेजी फलो गर्न डराउँछौँ। छोडिदिउँ यो ट्रेड नहालौँ किनभने अघि नै लस भइसकेको छ भनेर हामीले त्यो स्किप गर्छौँ। लास्टमा के हुन्छ, त्यही ट्रेडले प्रफिट कमाउँछ अनि तपाईँको त्यो प्रफिट पनि गयो। त्यो प्रफिट यदि तपाईँले पाउनु भएको भए अघिको लसको पनि रिकभर हुन्थ्यो अनि तपाईँमा एउटा कन्फिडेन्ट पनि आउँथ्यो अनि तपाईँले आफ्नो सिस्टम फलो गरिरहेको छु है भनेर तपाईँ कन्फिडेन्ट ट्रेडर पनि बन्न सक्नुहुन्थ्यो। तर यहाँ एउटा कुराले गर्दा सबै कुरा बिग्रियो। यस्तै ग्रेडमा पनि सेम यस्तै हुन्छ। अब जस्तै तपाईँको अहिले भर्खर एउटा
ट्रेडले टेक प्रफिट गर्यो, तपाईँले प्रफिट कमाउनु भयो। अनि तपाईँले नेक्स्ट ट्रेड नआइकन तपाईँ यति ओभर कन्फिडेन्ट हुनुभयो कि अघि भर्खर पैसा कमाएछ फेरि कमाइन्छ भनेर फेरि तपाईँले ट्रेड लिनुभयो, तर तपाईँको स्ट्राटेजीले चाहिँ तपाईँलाई ट्रेड लिन भनेको थिएन। अनि त्यो गर्दा के भयो, तपाईँको त्यो ट्रेडले स्टप लस हिट गर्यो, तपाईँको नचाहिँदा एउटा लस पनि तपाईँले खानुभयो, अनि अघिको त्यो प्रफिट पनि तपाईँको सबै त्यसमै गयो। त्यसैले यो दुईवटा जुन मेन प्रब्लम छ नि, स्ट्राटेजी एक्जिक्युसन अनि इमोसन कन्ट्रोल हो, यो तिनवटा कुराको सोल्युसन भनेको चाहिँ मैले आज यो भिडियोमा लिएर आएको छु। त्यो भनेको हो एक्सपर्ट एडभाइजर, इए, रोबोट, बट, जे भनेको एउटै कुरा हो, त्यो भनेको अटोमेटिक ट्रेडिङ। तपाईँको मेकानिकल सिस्टमलाई इएमा कन्भर्ट गरेर त्यसले नै तपाईँको सिस्टमलाई ट्रेड गरिदिन्छ। तपाईँ सुत्दा पनि त्यसले ट्रेड गर्छ, तपाईँ उठ्दा पनि ट्रेड गर्छ, तपाईँ घुम्न जाँदा पनि त्यसले ट्रेड गरेर हुन्छ। त्यसैले यो इए भनेको यदि तपाईँको ट्रेडरै बन्ने सोध्छ भने म्यान्डेटरी चिज हो। तपाईँले यो आज नभए भोलि, भोलि नभए पर्सि चाहिँ बनाउनै पर्ने हुन्छ। त्यसैले तपाईँले यो च्यानल फलो गर्नुभयो भने चाहिँ इए कसरी बनाउने भन्ने जेरोदेखि इए बनाउँदासम्म मबाट सिक्न सक्नुहुनेछ। मैले पनि जेरोबाट विदाउट एनी कोडिङ नलेज आफ्नो इए बनाएको, अनि त्यही इएले गरेको ट्रेड तपाईँले यहाँ देख्दै हुनुहुन्छ। अब इए कसरी बनाउने भन्दा पनि अगाडि एउटा इम्पोर्टेन्ट कुरा के छ भने तपाईँको ट्रेडिङ सिस्टम चाहिँ मेकानिकल हुनुपर्छ। मेकानिकल भनेको के हो भने ठ्याक्क कस्तो हुन्छ भने यस्तो भएर यस्तो भएपछि चाहिँ मैले बाई गर्छु, अनि यो भएर यो भएपछि चाहिँ मैले सेल गर्छु भन्ने हुनुपर्छ। तपाईँको त्यो मनबाट यो आयो त्यसैले म बाई गर्छु, मनबाट त्यो आयो म त्यसरी सेल गर्छु भन्ने तरिकाको चाहिँ इए बन्दैन। यो चाहिँ 2+2 4 भने जस्तो हुनुपर्छ। तपाईँलाई मन लागेर हुँदैन, एउटा सिस्टम हुनुपर्छ, एउटा प्याटर्न हुनुपर्छ, एउटा लेभल ब्रेक भएपछि चाहिँ मैले बाई गर्छु अथवा त्यो लेभल ब्रेक भयो भने चाहिँ सेल गर्छु भन्ने चाहिँ एउटा सिस्टम हुनुपर्छ। अनि त्यो सिस्टमलाई चाहिँ हामीले इएमा कन्भर्ट गर्न सक्छौँ। तपाईँसँग यदि मेकानिकल सिस्टम छ भने चाहिँ इए बनाउन सजिलो हुन्छ। तर यो भन्दैमा तपाईँले मेकानिकलै सिस्टमले ट्रेड गर्नुपर्छ, इए नै बनाउनुपर्छ भन्ने छैन। यदि तपाईँहरूलाई अरू सिस्टमले काम गरिरहेछ, तपाईँले त्यो मनबाट आएको आफ्नो इन्स्टिट्युसनलाई फलो गरेर पनि ट्रेड गर्न सक्नुहुन्छ। यदि तपाईँ त्यो पार्टमा हुनुहुन्छ भने यो कुरा सुनेर भएन म त अब चेन्ज गर्छु भन्नु पर्दैन। तपाईँलाई त्यसले काम गरेछ भने त्यो नै कन्टिन्यू गर्न सक्नुहुन्छ। आज चाहिँ यो पार्ट 1 हो, यसमा चाहिँ मैले सानो इन्ट्रोडक्सन मात्र दिएको छु, तर अर्को पार्टदेखि चाहिँ तपाईँहरूलाई कसरी बनाउने, के गर्ने इएको लागि सबै कुराहरू चाहिँ म भन्दैछु।